को बारेमा देउसी खेल्छ भन्दा ऋग्वेदको 10 अध्यायको सूक्त 83 को 6 पदलाई उनीहरूले हामी एकमात्र हिन्दू राष्ट्रमा बसेका हौं र जब 28औं कलिजुग धरतीमा आउँछ तब एउटा राजाको बलि हुन्छ अनि त्यो बलि भएको राजाको घर घरमा प्रचार हुनुपर्छ भनेर ऋग्वेदमा लेखिएको कारणले गर्दाखेरि अनि नेपाल चाहिँ एकमात्र हिन्दू राष्ट्र भएको कारणले गर्दा त्यो बलि राजा कहाँ जन्मियो, कहाँ हुर्क्यो, कहाँ बढ्यो अनि कसरी बलि भयो त्यो उनीहरूलाई थाहा छैन। तर उनीहरूले बलिराजाको बारेमा त्यसरी देउसीमा सब हरेक गाउँमा, हरेक घरमा, हरेक मानिसको घरमा गएर बलिराजाको बारेमा बताउँछन्। तर बलिराजाले के गर्यो कसो गर्यो उनीहरू भन्न सक्दैनन्। कसैले हरिचन्द्र राजाको कथा भन्दछन्, कसैले लवकुशको कथा भन्दछन्, कसैले विभिन्न कुराहरू भन्छन्, तर बलिराजाको बारेमा बताउँदैनन्। किन उनीहरूलाई थाहा छैन कि बलिराजा कहाँ जन्मियो, कहाँ हुर्क्यो, कहाँ बलि भयो त्यो उनीहरूलाई थाहा छैन। तर हाम्रो संस्कृतिले पनि एउटा राजा चाहिँ पृथ्वीमा भएका मानिसहरूको निम्ति बलि हुनुपर्छ र त्यो बलि राजाको घर घरमा प्रचार हुनुपर्छ भन्ने चाहिँ हाम्रो संस्कृतिले पनि हामी नेपाली अथवा गोर्खाली जातिलाई सिकाइरहेको हामी देख्दछौँ।